हेलो क्लास, आज चाहिँ हामीले कार्बोहाइड्रेट्सको डाइजेसनको प्रोसेसको बारेमा स्टडी गर्छौँ। इन द बिगिनिङ इटसेल्फ हामीले कार्बोहाइड्रेट भन्ने बित्तिकै पोलिस्याक्राइड्सको कुराहरू गर्छौँ। सलाइभरी ग्ल्यान्डमा सलाइभरी अल्फा अमाइलेज जस्ता इन्जाइम्सहरू हुन्छन् र स्टार्चमा भएको 10 to 20% अमाइलोज र 80 to 90% अमाइलोपेक्टिन, त्यस्तै गरी ग्लाइकोजेनका कन्टेन्ट्सहरू अल्फा लिमिट डेक्स्ट्रिन, माल्टोज र माल्टोट्रायोजमा कन्भर्ट हुन सक्छन्। त्यस्तै पेन्क्रियाटिक अल्फा अमाइलेजको प्रेजेन्समा लिमिट डेक्स्ट्रिन, माल्टोट्रायोज र माल्टोज बन्न सक्छन् भने अप्पर जेजुनममा रहेका इन्जाइम्सहरू माल्टेज, ल्याक्टेज, सुक्रेज र आइसोमाल्टेज जस्ता इन्जाइम्सहरूले ल्याक्टोजलाई ग्लुकोज र ग्यालेक्टोजमा, सुक्रोजलाई ग्लुकोज र फ्रुक्टोजमा र फ्रुक्टोजलाई ग्लुकोज फ्रुक्टोजमै र सेलुलोजलाई चाहिँ सेलुलोजमा कन्भर्ट गर्ने कामहरू चाहिँ गर्दछ। र फर्दरमोर सलाइभरी ग्ल्यान्डमा भएका इन्जाइम्सहरूले कन्भर्ट गरेका माल्टोट्रायोज र माल्टोजलाई पनि अप्पर जेजुनममा ग्लुकोजमा कन्भर्ट गर्न सकिन्छ। बेसिकली हामीले डाइजेसन, एब्जर्प्सन, मेटाबोलिजम र युटिलाइजेसन अफ न्युट्रियन्ट्सको कुरा गर्ने भए पनि सुरुमा हामीले डाइजेसन अफ कार्बोहाइड्रेट्सको कुरा गर्दा मोनोस्याक्राइड्सहरूलाई चाहिँ जेनरली हाइड्रोलाइसिस गरिराख्नु पर्दैन एब्जर्प्सनभन्दा अगाडि। त्यस्तै गरी डाइसेक्राइड्स र ओलिगोसेक्राइड्सलाई भने हाइड्रोलाइज गर्नुपर्ने हुन्छ एब्जर्प्सनको भन्दा अगाडिको प्रोसेसमा। त्यस्तै गरी तिनीहरू हाइड्रोलाइसिस गरिसकेपछि मोनोस्याक्राइड्समा कन्भर्ट हुन्छ र पोलिस्याक्राइडको हकमा पनि त्यही कुरा लागू हुन्छ। अब कुरा गरौँ डायटरी कार्बोहाइड्रेट्स जुन चाहिँ डाइजेस्टेबल छ, जसमा स्टार्च, ग्लाइकोजेन, सुक्रोज, फ्रुक्टोज, ग्लुकोज, ग्यालेक्टोजका कुराहरू आउँछन् भने डाइजेस्टेबल हुन नसकिने अर्थात् नन डाइजेस्टेबल डायटरी फाइबर्सहरू सेलुलोज, हेमिसेलुलोज, पेक्टिन, गम्सहरू चाहिँ नन डाइजेस्टेबल कार्बोहाइड्रेट्समा क्लासिफाई गर्न सकिन्छ। यो दिएको डायग्रामेटिक एक्सप्लेनेसनमा स्टार्चमा भएका 10 to 20% अमाइलोज र 80 to 90% अमाइलोपेक्टिन्सहरू सलाइभरी ग्ल्यान्डमा भएका सलाइभरी अल्फा अमाइलेज जस्ता इन्जाइम्सहरूको प्रेजेन्समा अल्फा लिमिट डेक्स्ट्रिन, माल्टोज र माल्टोट्रायोजमा कन्भर्ट हुन सक्छन् भन्ने कुरा देखाइएको छ भने फर्दरमोर पेन्क्रियाजमा पनि यो प्रोसेस लागू हुन सक्छ इन द प्रेजेन्स अफ इन्जाइम कल पेन्क्रियाटिक अल्फा अमाइलेज। नाउ लेट अस सी टुवर्ड्स द इन्टेस्टाइनल ब्रस ब्रोडर सेल्स, जसमा के छ भन्दा माल्टेज, ल्याक्टेज, सुक्रेज र आइसोमाल्टेज जस्ता इन्जाइमहरूले माल्टोज, ल्याक्टोज, सुक्रोज र अल्फा लिमिट डेक्स्ट्रिन जस्ता डाइसेक्राइड्स, मोनोस्याक्राइड्सहरूलाई मोनोस्याक्राइड्समा कन्भर्ट गर्छ अर्थात् ग्लुकोजमा अथवा ग्लुकोज ग्यालेक्टोजमा अथवा ग्लुकोज फ्रुक्टोजमा अथवा ग्लुकोज ग्लुकोजमा कन्भर्ट गर्न सक्छ भन्ने कुरा चाहिँ हामीलाई दिएको एक्सप्लेनेसनले बुझाउन सक्दछ। यो प्रेजेन्टेसनमा चाहिँ स्टार्च चाहिँ कन्भर्टेड इन्टु अमाइलोज र अमाइलोपेक्टिन, त्यो कन्टेन्टलाई चाहिँ अल्फा अमाइलेजले चाहिँ सलाइभामा भएको अल्फा अमाइलेजले अल्फा डेक्स्ट्रिन र माल्टोजमा कसरी कन्भर्ट गर्छ र अमाइलोपेक्टिन इट्सेल्फलाई पनि कसरी चाहिँ अल्फा अमाइलेज जस्ता इन्जाइमको थ्रुबाट माल्टोट्रायोज बनाउन सकिन्छ भन्ने कुरा हेर्न सक्छौँ। यसमा बेसिक फेनोमेननको चर्चा गरिएको छ, कम्प्लेक्सलाई सिम्पलमा लाने कुराहरू। यहाँ चाहिँ डेक्स्ट्रिनले पेन्क्रियाटिक अमाइलेज जस्तो इन्जाइमको प्रेजेन्समा कसरी सर्टर कार्बोहाइड्रेट चेन्जहरू बनाउन सक्छ भन्ने कुरा गरेको छ भनेदेखि डिफ्रेन्ट इन्जाइम्सहरूले चाहिँ कसरी सुक्रोज, माल्टोज र ल्याक्टोज जस्तो कम्पाउन्डहरूलाई ब्रेकडाउन गर्न सक्छ भन्ने कुरा पनि गरेको छ। सो नाउ लेट अस सी सम अफ द अदर भिडियोज एज वेल। यो डायग्रामेटिक प्रेजेन्टेसनमा पनि पोलिस्याक्राइड्सहरू डाइसेक्राइड्समा कसरी कन्भर्ट भए, केले कन्भर्ट भए र मोनोस्याक्राइड्समा पनि कस्ता कस्ता इन्जाइम्सहरूको प्रेजेन्समा कन्भर्ट भए भन्ने कुरा देखाउन खोजिएको छ।
त्यस्तै गरी स्टोमकबाट डिएनएमा जाँदाखेरि कसरी टास्क फोर्स क्यारिड आउट भएको छ भन्ने कुरा पनि एक्सप्लेन गर्न खोजिएको छ। डायग्रामेटिक प्रेजेन्टेसनमा भने डिफ्रेन्ट अर्गेन्सको लोकेसन र त्यसको इन्जाइमेटिक एक्सन र डायटरी फर्ममा कसरी कन्भर्ट भयो भन्ने कुरा पनि एक्सप्लेन गर्न खोजेको पाइन्छ। आई होप यु हेभ एटलिस्ट अन्डरस्टुड फ्यु अफ द थिङ्स रिगार्डिङ डाइजेसन अफ कार्बोहाइड्रेट्स। थ्याङ्क यू।